यतै आइन त त्यति गएर रहन्छ कि अहिले यो नदीमा आएर चाहिँ यतै आउँछ अब त्यो बच्चा अगाडि हेरिरहेछ अलि खतरा क्यामेरा हो कस्तो बगर आउँछ त्यो यहाँ चाहिँ गएर होला तपाईँले पानी धेरै छ कि यति दबाइन्छ त्यहाँ यता त आउँदैन होला त्यही त्यहाँ तर्ने हो क्या त्यो तर्न सक्दैन किन सक्दैन यहाँ देख्नु न आएको छ फेरि यिनीहरूलाई बुझ्न देखिया ठुलो देखिया त्यसै पनि ए त्यहाँ तर्ने देख्नु न सुई आएको सानो बच्चा पनि हिँडेको छ त्यो त डुबाउनु पर्ने हो त त्यत्रो झरिन्छ पानी त्यो सानो पनि डराएको छैन फेरि हिँडेर रहन्छ क्या पानी वहाँ पुगे यहाँ छ पानी धेरै देख्न सक्छौँ गैँडा आफ्नो बच्चासित केटाकेटीसित अब यहाँ रापती नदी आउँदैछ यता फेरि गोहीहरू गई चाहिँ देखिन्छ होला देख्न सकिन्छ सानो सानो दोकान यहाँ चाहिँ बिहानको समयमा आउने हो भने चाहिँ टक्क यो एरियामा सर्लक्क पुरै गोहीहरू चाहिँ घनघाटमा आएको हामी देख्न सक्छौँ यो अहिले पनि छ नि त्यहाँ चाहिँ गएर छ पुग्यो किन त आउँदैन नि अब यता जङ्गलतिर बस्ने हो नि त्यो स्याङलाई पनि डुबाउँदो रहन्छ धेरै रहन्छ पानी खासै गहिरो रहन्छ है तपाईँ हो हाम्रो एकाउन्टेन्ट सर पनि लाग्ने भयो भरसक गहिरो रहन्छ है तर रहन्छ बच्चा पनि बच्चालाई डुबाएन गर्ने खालको पनि रहन्छ फेरि गर्ने बालमा तरे सजिलै आउने जान मिल्ने रहेछ मैले त के सोचेको थिएँ भन्दाखेरि यो वारी र पारी चाहिँ जान आउनु मिल्दैन होला नि बर्खा तर्त्रलाई यिनीहरू जान्ने होइन यिनीहरू पौडिन त जान्छन् तर मलाई यति चाहिँ यो चाहिँ एकदमै एकदम गहिरो छ होला यो डुबाउने खालको छ तरिन्थ्यो कि त तरिन्थ्यो नि अब त तर नि मान्छे त यहाँ ऊ पहिला यहाँ ऊ काट्थ्यो त के अरे खर खडाइ लाने बेला यही बेला त पुसा त हो त पुसा तर्थ्यो मान्छेहरू सबै पुसामा भरतपुरदेखि काम थियो कि पुरै खर खडाइ लिन सकियो त्यति
त्यहाँ हामी पनि तर्न सकिन्छ अब त भइयो त ऊ हामी नि मजाले सर्न सकिँदैन रहेछ सकिन्छ यो त्यति भन्दा त धेरै रहन्छ तेल त सानो डुबाएन त्यही त सानोको डुबाएन होइन खुट्टा पनि डुबेन क्या कतै हिँडेको छ ए हेर्नु एकदम कस्तो मजा यिनीहरूलाई फेरि सबै त थाहा हुन्छ नि त फेरि होइन ट्याक्कै कहाँनिर गहिरो छ के भन्नु यहाँ 太好了，看到护路，这里清晰。 मेरो बेला यहाँ कसो खेल्नु गाउँबारीमा ए हो त है यो पाइप त 好了，上来了。我现在反正不出。哎，上草地上了，不见了，上去了。 गयो